बाफ रे बाफ रे बाफ रे बाफ रे। जुद्ध शमशेर राणाका पालामा स्थापना भएको विराटनगरको जुट मिलको यस्तो दर्दनाक अवस्था छ। यो भिडियो सबैजनाले हेर्नु होला, सरकारसम्म पनि खबरदारी गरिदिनु होला, भिडियोलाई एक सेयर गरेर। अर्बौं पर्ने मेसिनहरू अहिले थन्किएको अवस्थामा छ। जुट मिलको कन्तबिजोग। यो भिडियो हेरौँ सबैजना। जुट मिल त्यो धमकमा लगाउने पैसा तपाईले यहाँ लगाइदिनु भएको भए यहाँ 7,000 भन्दा बढी मान्छे रोजगारी पाउँथे। देशको अर्थतन्त्रमा ठुलो टेवा पुग्थ्यो। यो कबाडी भइरहेछ। यो विराटनगरको जुट मिल, यो मेसिनहरू त्यत्तिकै कबाडी भए हेर्नुस्। बाफ रे बाफ। कबाडी भयो, यत्तिकै थन्किरहेको छ। यस्तो अवस्था। केपीबा भनेको केपी ओली, खड्ग प्रसाद ओली, नेपालको प्रधानमन्त्री। दमकमा जुन टावर बनाउनु भयो नि, मिस्त्रीले काम पाउँछ, जनले पाउँछ, गिट्टीवालाले पाउँछ, खै के रोलावालाले पाउँछ भन्नुहुन्थ्यो नि। यहाँ तपाईँले लगानी लगाइदिनु भएको भए त्यो पैसाले यहाँ हजारौँ मान्छे रोजगारी पाउँथ्यो। त्यसको ठुलो अर्थतन्त्रमा टेवा पुगाउँथ्यो। हेर्नुहोस् तपाईँका सल्लाहकार कस्ता छन्, तपाईँ नै कस्तो हुनुहुन्छ त्यसैमा शङ्का छ। सल्लाहकार त तपाईँ जस्तो त्यस्तै सल्लाहकार राख्नु भएको छ। तपाईँले भनेकोमा हँ मिलाउने खालका सल्लाहकार राख्नुहुन्छ। हेर्नुहोस् त, यी सबै कबाडी लगाएको छ। हेर्नुहोस् त, अर्बौं पर्ने मेसिन। तपाईँले के नयाँ के गर्नुहुन्छ? भएकोलाई त गर्नु भएन। नयाँ उद्योग त तपाईँहरू कल्पनै छोडिदिनुहोस्। तपाईँले नयाँ उद्योग एउटा बनाएको बताइदिनुहोस् कुन हो। काम छैन। तपाईँले एउटा यत्रो वर्ष प्रधानमन्त्री बनाएको एउटा भन्नु थियो। हेर्नुहोस् त, भएको उद्योगहरू बर्बाद छ। यत्रो मेसिनहरू हेर्नुहोस् त, यत्तिकै छ। हेर्नुहोस्, जमिन आफ्नै छ, सब थोक आफ्नो भौसी यसरी छ। तपाईँलाई कहिल्यै राखेर ध्यानै गरेन। ठुला गफ पानी जहाज ल्याइदिन्छु, ग्यास ल्याइदिन्छु, घर घरमा यो ल्याइदिन्छु। के ल्याइदिनु भयो तपाईँले? भएकै चिज नै संरक्षण गर्न सक्नु भएन हो के विवाह? जनतालाई त उही पाकेको केरा। हेर्नुहोस्, यो कबाडी तपाईँहरूले बर्बाद गरिदिनु भयो। हेर्नुहोस्, तपाईँलाई आँसु लाग्छ हो के विवाह? सधैँ तपाईँको सत्ता रहिरहँदैन यसले। तपाईँलाई ठुलो चाहिँ पछुतो पनि हुन्छ, मैले किन यस्तो गरिनँ भनेर। यति राम्रो गरिदिनु हो नि, यति गरिबले तपाईँलाई आशीर्वाद दिने थियो, यति राम्रो हुने थियो।